आज राति पनि एकदम ठुलो पानी परेको थियो। अहिले चाहिँ मौसम यस्तो सफा कञ्चन आकाश देखेको छ। यसरी प्लान्टहरूलाई चाहिँ आकाशको पानी पायो भने चाहिँ एकदम राम्रोसँग ग्रो हुन्छ क्या। यो कटिङहरू पनि छिट्टै सर्छ। लगभग यो अस्ति भर्खर मैले सारेको डाइफन पनि सरिसकेको छ। तल तल चाहिँ येल्लो येल्लो हुन्छ पातहरू, त्यसलाई चाहिँ हामीले काटेर फालिदिनुपर्छ। पिटोनियाहरू पनि मेरो अझै फुल्दैछ। जाडो महिनामा ल्याएको पिटोनियाहरू पनि अझै राम्रोसँग फुल्दैछ। मैले चाहिँ यसलाई अब पिन्चिङ पनि गर्न छोडिदिइसकेँ। यसको अब टाइम सकिन लागिसक्यो होइन, त्यही भएर चाहिँ यतिकै छोडिदिएको छु। यतापट्टिको स्ट्यान्डमा भएको प्लान्टहरू पनि पानी पर्न थालेपछि एकदम राम्रो हेल्दी भइरहेको छ। मेरो ठ्याक्क रुम बाहिरपट्टि चाहिँ मैले यसरी प्लान्टहरूलाई सजाएर राखेको छु। यहाँ एउटा स्ट्यान्ड पनि छ। अनि ह्याङ्गिङमा भएको प्लान्टहरू चाहिँ यो आकाशको पानीले गर्दा यो ह्याङ्गिङमा भएको जुन स्पाइडरको पप्सहरू चाहिँ आफै एकदम हेल्दी हुँदै आएको छ। मेरो सानसानो कटिङहरू चाहिँ मैले यसरी सानो सानो पोली ब्यागमा लगाउँछु, सानसानो गमलामा। यो मैले लगाएको यो लकी ब्याम्बो प्लान्ट हो है, सानसानो रोपिदिएको थिएँ, अहिले चाहिँ यतिको बढिसक्यो। यतापट्टि भएको पनि यो डाइफनकै भेराइटी हो। मैले यसरी सानसानो पोली ब्यागमा यो एग्लोनीमा यसरी सानसानो पोली ब्यागमा चाहिँ मेरो प्लान्टहरू ग्रो गर्छु। मैले चाहिँ यो लेमन लाइम पिलोडेन्डन हो। पिलोडेन्डनको चाहिँ धेरै भेराइटीहरू हुन्छ। मसँग चाहिँ यो मात्रै छ अहिले है। एकदम राम्रो भएर आएको छ। यसलाई नै अब मैले नयाँ गमलामा सार्न सक्छु। यसको मदर प्लान्ट चाहिँ यो हो। मैले नर्सरीबाटै लिएर आएको प्लान्ट हो यो। अब यो पानी पर्ने सिजनमा चाहिँ साथीहरू यसमा पानीमा एकदम राम्रो न्युट्रिसन हुन्छ कि आकाशको पानीमा प्लान्टहरू आफै हेल्दी बुसी हुँदै आउँछ। अस्ति भर्खर सारेको यो बोटल प्लान्टहरू पनि एकदम पुरै ग्रिन नै भइसक्यो। किनभने आजभोलि दिनभरि पानी परेको छ। लगभग दिनभरि रातभरि नै पानी परेको हुनाले चाहिँ हेल्दी भएर आएको छ प्लान्टहरू चाहिँ। मेरो बाहिरपट्टिको भ्यू चाहिँ यस्तो छ। मेरो वाल बाहिरपट्टिको भ्यू यस्तो छ साथी।